हेलो एभ्रिवान, वेलकम टु दिस च्यानल। आज हामी एक्युट प्यान्क्रियाटाइटिसको बारेमा डिटेली हेर्नेछौँ। मैले यो भिडियोमा मेडिसिन प्लस सर्जरीको एसक्यू, एमइक्यू एन्ड वार्ड एक्जामसँग रिलेटेड सबै क्वेसनहरू सल्भ गर्ने कोसिस गरेको छु। प्लस कन्सेप्ट क्लियरको लागि भिडियो इन्डसम्म हेर्नुहोला। लेट्स स्टार्ट। प्यान्क्रियास, वी नो द्याट है, प्यान्क्रियासले चाहिँ एक्जोक्राइन इन्जाइम पनि सेक्रेट गर्छ एन्ड इन्डोक्राइन इन्जाइम पनि सेक्रेट गर्छ। एन्ड एमसिक्यूमा हामीलाई इम्पोर्टेन्ट छ एक्जोक्राइन र इन्डोक्राइनको फङ्सनहरू। सो हामी ब्रिफली हेर्नेछौँ। एक्जोक्राइनमा चाहिँ तीनवटा इन्जाइमहरू रिलिज गर्छ, एमाइलेज, ट्राइप्सिन र लाइपेज गरेर तीनवटा इन्जाइम रिलिज गर्छ। अब यसको फङ्सनहरू के हो लेट्स सी है त। एमाइलेजको काम के हो? डाइजेसन्स अफ कार्बोहाइड्रेट हो। ट्रिप्सिनको काम डाइजेसन्स अफ प्रोटिन हो एन्ड लाइपेजको काम डाइजेसन्स अफ फ्याट। सो कार्बोहाइड्रेट, प्रोटिन, फ्याट ब्रेकडाउन गर्ने काम चाहिँ एक्जोक्राइन फङ्सन्स अफ द प्यान्क्रियासले गर्छ। अब इन्डोक्राइन फङ्सनमा चाहिँ अल्फा सेल, बिटा सेल र डेल्टा सेल हुन्छ। अल्फा सेलले ग्लुकागोन सेक्रेट गर्छ, बिटा सेलले इन्सुलिन सेक्रेट गर्छ एन्ड डेल्टा सेलले सोमाटोस्ट्याटिन रिलिज गर्छ। बिटा सेलले इन्सुलिन रिलिज गर्छ। यो एमसिक्यूमा सोधेको क्वेसन हो। अब हामी चाहिँ प्यान्क्रियाटाइटिसलाई हेर्नेछौँ। प्यान्क्रियाटाइटिस भनेको के हो? इन्फ्लामेसन्स अफ द प्यान्क्रियास हो। अब यो एक्युट पनि हुनसक्छ, क्रोनिक पनि हुनसक्छ। सो इन्फ्लामेसन्स अफ द प्यान्क्रियास टु पार्टमा डिभाइड गरेको छ, एक्युट एन्ड क्रोनिक गरेर। फर्स्ट वान इज एक्युट प्यान्क्रियाटाइटिस। एक्युट प्यान्क्रियाटाइटिस भनेको चाहिँ ट्यान्जेन्ट इन्फ्लामेसन्स रिजल्भ विथ ओर विदाउट कम्प्लिकेसन हुन्छ भने, क्रोनिक प्यान्क्रियाटाइटिस भनेको कन्टिन्युस इन्फ्लामेसन हुन्छ, प्रोग्रेसिभ एनाटोमिकल एन्ड फङ्सनल ड्यामेज टु द प्यान्क्रियास। यो भनेको क्रोनिक प्यान्क्रियाटाइटिस हो। आज हामी चाहिँ एक्युट प्यान्क्रियाटाइटिसलाई डिटेलमै हेर्नेछौँ। सो दिस इज भेरी इम्पोर्टेन्ट टपिक फर एक्जाम पोइन्ट अफ भ्यू। अब एक्युट प्यान्क्रियाटाइटिस भनेको चाहिँ एक्युट प्यान्क्रियाटाइटिस इज अ सडन इन्फ्लामेसन्स अफ द प्यान्क्रियास हो। सडन चाहिँ इम्पोर्टेन्ट छ है त। सडन इन्फ्लामेसन्स अफ द प्यान्क्रियास। इट रेन्जेस फ्रम माइल्ड सेल्फ लिमिटिङ डिजिज टु सिभियर लाइफ थ्रेटनिङ सिस्टमिक कम्प्लिकेसन। अब यसको लागि चाहिँ रिभाइज एटलान्टा क्लासिफिकेसन 2012ले एटलिस्ट 2 अफ द फलोइङ हुनुपर्छ भनेर मेन्सन गरेको छ। सो तीनवटा क्राइटेरियाहरू के हो लेट्स सी है त। फर्स्ट वान इज सिभियर इपिग्यास्ट्रिक पेन हुन्छ रेडिएटिङ टु द ब्याक। सो सिभियर इपिग्यास्ट्रिक पेन, त्यो पेन चाहिँ ब्याकमा रेडिएटेड भयो भने एउटा क्राइटेरिया भयो। सेरम एमाइलेज ओर लाइपेज चाहिँ मोर देन 3 टाइम्स द अप्पर लिमिट अफ नर्मल है त। नर्मलको अप्पर लिमिटभन्दा 3 टाइम एभब हुनुपर्छ सेरमको एमाइलेज र लाइपेज चाहिँ। अब एमाइलेज र लाइपेजमा कुन स्पेसिफिक हो भनेर सोध्छ हाम्रो एमसिक्यूमा। सो लाइपेज इज स्पेसिफिक है त एमाइलेज भन्दा पनि। एन्ड इमेजिङ फाइन्डिङमा चाहिँ हामीले सिटी, एमआरआई, अल्ट्रासोनोग्राफी, युएसजी कन्सिस्ट विथ एक्युट प्यान्क्रियाटाइटिस। एक्युट प्यान्क्रियाटाइटिस भयो भने एन्ड एक्युट प्यान्क्रियाटाइटिसलाई हामीले के गर्छौँ? डायग्नोस गर्छौँ। सो तीनवटा क्राइटेरिया चाहिँ मेन्सन गर्नुपर्छ है त। तीनवटा क्राइटेरिया के भयो? सिभियर इपिग्यास्ट्रिक पेन रेडिएटिङ टु द ब्याक, सेरम एमाइलेज ओर लाइपेज मोर देन 3 टाइम्स द अप्पर लिमिट अफ नर्मल एन्ड इमेजिङ फाइन्डिङ सिटी, एमआरआई, अल्ट्रासोनोग्राफी कन्सिस्ट विथ एक्युट प्यान्क्रियाटाइटिस। अब एक्युट प्यान्क्रियाटाइटिस भनेको रिभर्सिबल इन्फ्लामेटरी प्रोसेस हो अफ द प्यान्क्रियास, प्यान्क्रियाटिक टिस्यु, पेरी प्यान्क्रियाटिक टिस्यु र डिस्टेन्ट अर्गन साइट चाहिँ इन्भल्भ हुन्छ। अब प्याथोजेनेसिस भनेर हामीले एसक्यूमा सोध्छ होइन, प्याथोजेनेसिस अफ एक्युट प्यान्क्रियाटाइटिस भनेर। सो एसक्यूमा, सर्जरीको एसक्यूमा सोधिराखेको हुन्छ, मेडिसिनमा पनि सोध्न सक्छ। लेट्स सी। प्याथोजेनेसिस भनेको चाहिँ तिनवटा प्याथोजेनेसिस, तिनवटा फ्याक्टरले चाहिँ प्याथोजेनेसिस अफ के हुन्छ? प्यान्क्रियाटाइटिस हुन्छ, एक्युट प्यान्क्रियाटाइटिस हुन्छ। सो फर्स्ट वान इज डक्ट अब्स्ट्रक्सन, सेकेन्ड वान इज एसिनर सेल इन्जुरी एन्ड थर्ड वान इज डिफेक्टिभ इन्टरसेलुलर ट्रान्सपोर्ट। सो लेट्स सी है त। डक्ट अब्स्ट्रक्सन चाहिँ कोलिलिथेसिस, गल स्टोनले प्यान्क्रियासको हामीलाई थाहा छ मेजर डक्ट र माइनर डक्ट गरेर दुईवटा डक्ट हुन्छ। कमन बाइल डक्ट र प्यान्क्रियाटिक डक्ट मिक्स भएर अनि स्पिन्टर अफ ओडाइमा ओपन हुन्छ है त। एन्ड अब कोलिलिथेसिस भनेको गल स्टोन हो। गल स्टोन एम्पुलरी अब्स्ट्रक्सन भयो भने स्टोनले पनि हुनसक्छ, स्पिन्टर न्यारोइङ पनि हुनसक्छ होइन, ट्युमरहरू पनि हुनसक्छ। सो एम्पुलरी अब्स्ट्रक्सन, क्रोनिक अल्कोहोलिजमले पनि के गर्छ? अब्स्ट्रक्सन गर्छ। एन्ड डक्टल कन्क्रेसन भयो भने के हुन्छ? इन्टरस्टिसियल इडिमा हुन्छ। इन्टरस्टिसियल इडिमाले चाहिँ इम्पेयर ब्लड फ्लोलाई के गर्छ? इम्पेयर गर्छ, जसले गर्दाखेरि ब्लड फ्लो इम्पेयर भएपछि इस्चिमिया हुन्छ एन्ड इस्चिमिया भएपछि एसिनर सेल इन्जुरी हुन्छ। एनदर वान इज एसिनर सेल इन्जुरी के कारणले हुन्छ? अल्कोहल
अल्कोहलमा चाहिँ टक्सिन है त। टक्सिन भने टक्सिनमा चाहिँ अल्कोहल पर्छ, ड्रग पर्छ, ट्रमा, इस्चिमिया, भाइरसेसले गर्दाखेरि के हुन्छ, रिलिज अफ इन्टरसेलुलर प्रोइन्जाइम एन्ड लाइसोइन्जाइम हाइड्रोलिजिस रिलिज हुन्छ, जसले गर्दाखेरि एक्टिभेसन्स अफ इन्जाइम इन्ट्रा ओर एक्स्ट्रासेलुलर एक्टिभेसन गराउँछ एन्ड एसिनल सेल इन्जुरी हुन्छ। एन्ड एनदर वान इज डिफेक्ट इन इन्टरसेलुलर ट्रान्सपोर्ट भनेर छ। सो मेटाबोलिक इन्जुरी, एक्सपेरिमेन्टल अल्कोहल डक्ट अब्स्ट्रक्सनले गर्दाखेरि के हुन्छ, डेलिभरी अफ प्रोइन्जाइम टु लाइसोजोमल कम्पार्टमेन्ट। सो के हुन्छ भने प्रोइन्जाइमहरू र लाइसोजोमल लाइसोजाइमहरू चाहिँ डिफ्रेन्ट टाइममा रिलिज हुन्छ। बट अब ट्रान्सपोर्टमा डिफेक्ट भयो भने चाहिँ प्रोइन्जाइम र लाइसोइन्जाइम सेम टाइममा रिलिज हुन्छ। सेम टाइममा रिलिज भयो भने प्रोइन्जाइम र लाइसोइन्जाइमको रिएक्सन भएर चाहिँ म्याच्योर हुन्छ, एक्टिभेसन हुन्छ, जसले गर्दाखेरि चाहिँ इन्टरसेलुलर एक्टिभेसन्स अफ इन्जाइम हुन्छ है त। यो दुइटै सेम टाइममा भयो भने, रिलिज भयो भने एक्टिभेसन्स अफ इन्टरसेलुलर इन्जाइम हुन्छ, जसले गर्दाखेरि चाहिँ एसिनल सेल इन्जुरी हुन्छ। अल्टिमेट हुने भनेको तिनवटा पाथवेले एसिनल सेल इन्जुरी हुने हो। नाउ अब एक्टिभेटेड इन्जाइम है त, एसिनल सेल इन्जुरी भएपछि इन्जाइमहरू चाहिँ के हुन थाल्छ, एक्टिभेटेड हुन थाल्छ, एक्टिभेसन हुन थाल्छ। इन्जाइम प्याङ्क्रियासमै एक्टिभेसन भएपछि के हुन्छ, इन्टरस्टिसियल इन्फ्लामेसन एन्ड इडिमा हुन्छ, प्रोटियोलाइसिस हुन्छ, ब्रेकडाउन अफ द प्रोटिन, प्रोटेजेसले गर्दाखेरि फ्याट नेक्रोसिस हुन्छ, लाइपेज एन्ड फस्फोलाइपेज इन्जाइमको कारणले, एन्ड हेमोरेज हुन्छ इलास्टिसको कारणले। सो अल्टिमेटली दिस पाथवे लिड टु द एक्युट प्याङ्क्रियाटाइटिस। सो डोन्ट बी कन्फ्युज है, एकदम सजिलो छ पाथवे। यो प्याङ्क्रियास भयो होइन, प्याङ्क्रियासको डक्टहरू हुन्छ। अनि प्याङ्क्रियासको नर्मल के हुन्छ भने, नर्मली प्याङ्क्रियासको इन्जाइमहरू चाहिँ जिआईमा रिलिज हुन्छ एन्ड फ्याट, प्रोटिन अनि कार्बोहाइड्रेट ब्रेकडाउन हुन्छ। बट अब्स्ट्रक्सन भयो भने इन्जाइमहरू यहीँ रिलिज हुन थाल्छ होइन। इन्जाइमहरू प्रिमेच्योर, यो प्याङ्क्रियासको इन्जाइमहरू चाहिँ प्रिमेच्योर इन्जाइमहरू चाहिँ जिआइटीमा आएर होइन, जिआइटीमा इन्टेस्टाइनमा आएर के हुन्छ, एक्टिभेट हुन्छ, म्याच्योर हुन्छ। बट अब क्रोनिक अब्स्ट्रक्सन भयो भने त इन्जाइमहरू प्याङ्क्रियासमै म्याच्योर हुन थाल्छ, अनि त्यो म्याच्योर इन्जाइमले चाहिँ प्याङ्क्रियासको टिस्युहरूलाई, एसिनाइहरूलाई इन्जुरी गर्छ। त्यसले गर्दाखेरि डिफ्रेन्ट म्यानिफेस्टेसन हुन्छ, एक्युट प्याङ्क्रियाटाइटिस हुन्छ। अब कमन कजेस अफ एक्युट प्याङ्क्रियाटाइटिस भनेर सर्जरीमा फ्रिक्वेन्टली सोधेको एसिक्यू हो। सो मोस्ट कमन कम्प्लिकेसन के हुन्छ, अल्कोहल हुन्छ है त, अल्कोहल हुन्छ। सो यो चाहिँ एमसिक्यूमा सोधिराखेको क्वेसन हो। मोस्ट कमन कजेस अफ एक्युट प्याङ्क्रियाटाइटिस अल्कोहलले गर्दाखेरि हुन्छ। एन्ड एनदर वान इज कोलिलिथियासिस भनेर छ। अल्ट्रासाउन्ड अफ द गल ब्ल्याडर सो पोस्टेरियर एक्वेस्टिक स्याडोइङ एरोहेड हुन्छ, प्रड्युस स्टोन इन द ल्युमेन अफ द गल ब्ल्याडर। सो अब गल स्टोनले गर्दाखेरि पनि के हुन्छ, एक्युट प्याङ्क्रियाटाइटिस हुन्छ। अल्कोहल, गल स्टोन, यो दुइटा चाहिँ याद गर्नु पऱ्यो है त, अल्कोहल र गल स्टोन। अब ड्रग एसोसिएटेड विथ एक्युट प्याङ्क्रियाटाइटिस के ड्रगहरू एसोसिएटेड हुन्छ, एजाथायोप्रिन इन्भल्भ हुन्छ, डायुरेटिक इन्भल्भ हुन्छ, पेन्टामिडिन, सोडियम स्टिबोग्लुकोनेट, क्याप्टोप्रिल, सल्फोनामाइड, 6-मर्केप्टोप्युरिन, एल एस्पार्जिनेज, लेभोमिथाइलडोपा, एल-मिथाइलडोपा, प्रोकेनामाइड र नाइट्रोफिरेन्टाइन चाहिँ के गर्छ, एक्युट प्याङ्क्रियाटाइटिस गराउँछ। अब अनयुजुअल कजेस अफ एक्युट प्याङ्क्रियाटाइटिस भनेर स्कर्पियन देख्न सकिन्छ, एज यु क्यान एप्रिसिएटेड इन दिस पिक्चर, एन्ड ट्रमा, दिस वान इज ट्रमा है त, ट्रमा। न अब यसले चाहिँ न्युमोनिक छ, याद गर्नको लागि आई गेट स्म्यास भनेर छ है त, यो युनिभर्सल न्युमोनिक हो। सो आई गेट स्म्यास भनेको चाहिँ आई गेट है त, आई रिफर्स फर आइडियोप्याथिक एन्ड इस्चिमियाले गर्दाखेरि के हुन्छ, प्याङ्क्रियाटाइटिस हुन्छ। गल स्टोनले गर्दाखेरि इथानोल, ट्रमा। एन्ड स्कर्पियन स्ट्रिङ, एमबाट चाहिँ मम्स, भाइरसेस एन्ड मालन्युट्रिसन पनि हुन्छ। एन्ड अटो इम्युन, एबाट अटो इम्युन, एसबाट चाहिँ स्टेरोइड, मुन सेप फेस हुन्छ स्टेरोइडले, एसबाट चाहिँ हाइपर क्याल्सिमिया एन्ड हाइपरलिपिडिमिया, एसबाट चाहिँ हाइपर पाराथाइरोइडिजम। सो एसबाट के भयो, हाइपर क्याल्सिमिया, हाइपरलिपिडिमिया एन्ड हाइपर पाराथाइरोइडिजम भयो। एन्ड ईबाट एआरसिपी, पोस्ट एआरसिपी, डीबाट चाहिँ ड्रग इन्ड्युस एजाथायोप्रिन, थायाजाइड, सोडियम भाल्प्रोइड। सो यो चाहिँ भेरी इम्पोर्टेन्ट छ, आई गेट स्म्यास भनेर याद गर्न सकिन्छ। आइडियोप्याथिक, इस्चिमिया, गल स्टोन, इथानोल, ट्रमा, स्कर्पियन स्ट्रिङ, मम्स, मालन्युट्रिसन, अटो इम्युन कन्डिसन हुन्छ, स्टेरोइड, मुन सेप फेस हुन्छ स्टेरोइडले गर्दाखेरि, हाइपर क्याल्सिमिया, हाइपरलिपिडिमिया,
हाइपरपाराथाइरोइडिज्म, ERCP, ड्रग इन्ड्युसमा चाहिँ एजाथायोप्रिन, थायाजाइड, सोडियम भाल्प्राइट हुन्छ। अब प्याथोफिजियोलोजी भनेको अलरेडी हामीले हेरिसकेको छौँ। एक्टिभेसन्स अफ द के हुन्छ प्याङ्क्रियाटिक इन्जाइम हुन्छ, अनि जसले गर्दाखेरि अटो डाइजेसन्स अफ द ग्ल्यान्ड हुन्छ है त, प्याङ्क्रियाज ग्ल्यान्ड हुन्छ। टिस्यु प्रोटियोलाइसिस हुन्छ, लाइपोलाइसिस हुन्छ, हेमोरेज हुन्छ। क्लिनिकल स्पेक्ट्रम एक्युट प्याङ्क्रियाटाइटिसको चाहिँ माइल्ड सेल्फ लिमिटेड कन्डिसन हुन्छ, एक्युट इन्टरस्टिसियल प्याङ्क्रियाटाइटिस हुन्छ भने सिभियर लाइफ थ्रेटनिङ और डिसअर्डर एक्युट हेमोरेजिक प्याङ्क्रियाटाइटिस पनि हुनसक्छ। अब क्लिनिकल प्रेजेन्टेसन के हुन्छ, क्लिनिकल फिचर भनेर लेट्स सी है त। एक्युट अनसेट अफ पर्सिस्टेन्ट अप्पर एब्डोमिनल पेन हुन्छ, पर्सिस्टेन्ट अप्पर एब्डोमिनल पेन हुन्छ है त, अप्पर एब्डोमिनल पेन हुन्छ। अप्पर एब्डोमिनल पेनको चाहिँ नेचर क्यारेक्टरहरू हामी हेर्नेछौँ। सो लोकेटेड इन द इपिग्यास्ट्रिक पेरिअम्ब्लाइकल है त, इपिग्यास्ट्रियम एन्ड पेरिअम्ब्लाइकल रिजनमा पेन हुन्छ, माइल्ड टोलरेबल डिस्कम्फर्ट हुन्छ, सिभियर कन्सटेन्ट एन्ड स्टिडी टाइपको पनि हुनसक्छ, रेडी टु ब्याकमा रेडिटेड हुन्छ, चेस्ट एन्ड फ्ल्याङ्क। सो ब्याकमा चेस्ट र फ्ल्याङ्क रिजनमा रेडिटेड हुन्छ। सो यो चाहिँ टिप लेफ्ट सोल्जरको टिपमा पनि रेडिएट हुनसक्छ है त्यो पेन, प्याङ्क्रियाटाइटिसको पेन। एग्राभेटेड इन सुपाइन पोजिसनमा चाहिँ एग्राभेटेड हुन्छ, रिलिफ बाई सिटिङ विथ ट्रङ फ्लेस एन्ड नी ड्रन अफ नी चेस्ट पोजिसन। यो पोजिसनलाई चाहिँ हामीले यसमा चाहिँ रिलिफ हुन्छ। यसलाई चाहिँ प्रेइङ साइन पनि भन्छ है त। प्रे गर्दाखेरि चाहिँ प्रायः के हुन्छ भने मुस्लिम कम्युनिटीमा, मुस्लिम रिलिजियसमा प्रे गर्ने चलन हुन्छ। यसरी प्रे गर्दाखेरि चाहिँ प्याङ्क्रियास भनेको त रेट्रोपेरिटोनियल अर्गन हो होइन, रेट्रोपेरिटोनियल अर्गन हो। अब रेट्रोपेरिटोनियल अर्गन सुपाइन पोजिसनमा के हुन्छ भने रेट्रोपेरिटोनियल अर्गनमा सुपरफेसियल अर्गनहरू, स्टोमकहरू होइन, इन्टेस्टाइनहरूले चाहिँ के गर्छ, कम्प्रेस गरिदिन्छ, फर्दर एग्राभेटेड हुन्छ भने इफ अब के हुन्छ नी चेस्ट पोजिसनमा एन्ड ट्रङ फ्लेक्स गर्यो भने सिटिङ विथ है त, सिटिङ विथ ट्रङ फ्लेक्स एन्ड नी चेस्ट पोजिसनमा बस्यो भने के हुन्छ, अब अर्गनहरू प्याङ्क्रियासभन्दा एबभ अर्गनहरू चाहिँ फरवर्डली मुभ हुन्छ, जसले गर्दाखेरि चाहिँ प्याङ्क्रियासलाई प्रेसर पर्दैन एन्ड प्याङ्क्रियासको पेन चाहिँ अप्पर एब्डोमिनल पेन के हुन्छ, रिलिफ हुन्छ। यो चाहिँ एमसिक्यूमा सोध्छ है त। यो प्रेइङ साइन पनि भन्छ, कुनमा देखिन्छ भनेर। एसोसिएटेड एब्डोमिनल सिम्पटम नाउजिया, भोमिटिङ एन्ड एब्डोमिनल डिस्टेन्सन हुन्छ। क्लिनिकल प्रेजेन्टेसनमा के हुन्छ त, डिस्ट्रेस एन्ड एन्सियस हुन्छ, पेसेन्ट लो ग्रेड फिभर प्रेजेन्ट हुन्छ, ट्याकिकार्डिया, हाइपोटेन्सन है त, डोन्ट बी कन्फ्युज, हाइपोटेन्सन हुन्छ, एब्डोमिनल टेन्डरनेस प्रेजेन्ट हुन्छ, गार्डिङ हुन्छ, डिक्रिज ओर एब्सेन्ट बोयल साउन्ड एन्ड बिलियरी कोलिक हुन्छ। सक प्रेजेन्ट हुनसक्छ, हाइपोभोलेमिया हुनसक्छ, रेट्रोपेरिटोनियल बर्न, एक्जुडेसन्स अफ द ब्लड एन्ड प्लाज्मा इन रेट्रोपेरिटोनियम, इन्क्रिज पर्मेबिलिटी एन्ड भेजोडाइलेसन्स, सिस्टमिक इफेक्ट अफ प्रोटियोलाइसिस। अब सिभियर नेक्रोटिक प्याङ्क्रियाटाइटिस भनेको चाहिँ के साइन एन्ड सिम्पटम हुन्छ, साइनमा चाहिँ कुलेन साइन र ग्रे टर्नर साइन। यो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट हो, एमसिक्यूमा सोधिराखेको हुन्छ एन्ड भाइभामा पनि सोध्नुहुन्छ। कुलेन साइन भनेको के हो भने फेन ब्लू डिस्कलरेसन्स एराउन्ड द अम्ब्लाइकस, हेमोपेरिटोनियम भयो भने हुन्छ। ग्रे टर्नर साइन भनेको चाहिँ ब्लू, रेड, पर्पल और ग्रिन ब्राउन डिस्कलरेसन्स अफ द फ्ल्याङ्क टिस्यु क्याटाबोलिजम एन्ड अफ हेमोग्लोबिनले गर्दाखेरि हुन्छ। अब हामी चाहिँ कुलेन साइन भनेको यो है त, पेरिअम्ब्लाइकल रिजनमा छ। कुलेन साइन भनेको पेरिअम्ब्लाइकल रिजनमा छ, रेड कलरको छ है त। दिस वान इज टर्नर साइन। टर्नर साइन भनेको चाहिँ फ्ल्याङ्क रिजनमा छ। पल्मोनरी फाइन्डिङमा के हुन्छ, भेसल क्रिप्लिटेसन प्रेजेन्ट हुन्छ, लेफ्ट साइडेड प्लुरल इफ्युजन हुन्छ, कन्सोलिडेसन प्रेजेन्ट हुन्छ, एआरडिएस प्रेजेन्ट हुन्छ। अब डिफरेन्सियल डायग्नोसिस हामीले के गर्ने भनेर हामीले सर्जरीमा वार्ड एक्जाममा सोध्नुहुन्छ। तिमीले एक्युट प्याङ्क्रियाटाइटिस हामीले वार्डमा धेरै केसहरू आउँछ। सो एक्युट प्याङ्क्रियाटाइटिसको केस लियो भने त्यसलाई डिटी के बनाउन सकिन्छ त, लेट्स सी। त्यसको लागि चाहिँ प्याङ्क्रियाटाइटिस भइहाल्यो होइन, फर्स्ट डिटी नै। एन्ड एक्युट कोलिसिस्टाइटिस बनाउन सकिन्छ, एसेन्डिङ कोलिन्जाइटिस, पर्फोरेटेड भिस्कस बनाउन सकिन्छ, एपेन्डिसाइटिस, सिकल पर्फोरेसन, एमआईको पनि इपिग्यास्ट्रिक रिजनमा पेन हुन्छ, सिभियर न्युमोनिया, इन्टेस्टाइनल अब्स्ट्रक्सन, रप्चर एब्डोमिनल एओर्टिक एन्युरिजम, डायभर्टिकुलाइटिस र बोल इस्चिमिया बनाउन सकिन्छ। अब ल्याब इन्भेस्टिगेसन, अब इन्भेस्टिगेसनको लागि ल्याब इन्भेस्टिगेसन के गर्न सकिन्छ, सेरम एमआइलेज हेर्ने, इलिभेटेड हुन्छ, नन स्पेसिफिक हो,
एन्ड रिटर्न टु नर्मल इन 48 to 72 आवरमा रिटर्न हुन्छ। नर्मल एमाइलेज डजन्ट एक्सक्लुड प्याङ्क्रियाटाइटिस। एन्ड सेरम लाइपेज भनेको चाहिँ इलिभेटेड हुन्छ स्पेसिफिक फर प्याङ्क्रियाटिक टिस्यु। सो मोस्ट स्पेसिफिक इन्जाइम कुन हो? सेरम लाइपेज हो। एमसिक्यूमा सोध्छ। रिटर्न नर्मल 7 to 14 डेजसम्म पनि के हुन्छ? रिटर्न एकदम लङ ड्युरेसनसम्म प्रेजेन्ट हुन्छ है त। सो 1 week to 2 week प्रेजेन्ट हुन्छ। एन्ड सेरम इलेक्ट्रोलाइट हेर्न सकिन्छ। हाइपोक्याल्सिमिया हुन्छ एन्ड हाइपरग्लाइसेमिया हुन्छ। सो हाम्रो इटियोलोजीमा चाहिँ हाइपरक्याल्सिमिया थियो भने अब प्याङ्क्रियाटाइटिस भइसकेपछि के हुन्छ? हाइपोक्याल्सिमिया हुन्छ। हाइपोक्याल्सिमिया किन हुन्छ भने स्याफोनिफिकेसन अफ द फ्याटको के हुन्छ? स्याफोनिफिकेसन हुन्छ। त्यसको लागि चाहिँ क्याल्सियम चाहिन्छ स्याफोनिफिकेसनको लागि। क्याल्सियम चाहिँ स्याफोनिफिकेसन प्रोसेसमा कन्ज्युम भएको कारणले के हुन्छ? हाइपोक्याल्सिमिया हुन्छ। एमसिक्यूमा सोध्छ है त। अब हामी चाहिँ एनदर ल्याब इन्भेस्टिगेसनमा सिबिसीमा के हुन्छ? डब्लुबिसी इन्क्रिज हुन्छ। लिपिडको लेभल चाहिँ इलिभेटेड हुन्छ। हाइपर ट्राइग्लिसिडिमिया प्रेजेन्ट हुन्छ। लिभर फङ्सन टेस्टमा चाहिँ बिलिरुबिन इलिभेटेड हुन्छ। एएलटी इलिभेटेड हुन्छ। हाइपो अल्बुमिनिमिया पोर प्रोग्नोसिस होइन इलिभेटेड एलडिएच पनि इलिभेटेड हुनसक्छ। अब एप्रोप्रिएट क्लिनिकल सर्कमस्टान्सेस डायग्नोसिस गर्नको लागि डायग्नोसिस अफ प्याङ्क्रियाटाइटिस कसरी गर्ने हामीले अलरेडी हेरि पनि सकेको छौँ। एप्रोप्रिएट क्लिनिकल सर्कमस्टान्सेस हुनुपर्छ। टिपिकल एब्डोमिनल पेन हुनुपर्छ होइन। अनि ब्याकमा रेटेड हुनुपर्छ। टिप अफ द लेफ्ट सोल्जरमा रेटेड हुनुपर्छ। त्यो टिपिकल टाइपको बेन्डिङ फरवर्ड गर्दाखेरि रिलिफ हुने, सुपाइन पोजिसनमा चाहिँ एग्राभेटेड हुने त्यो टाइपको टिपिकल पेन हुनुपर्छ। 3 fold अफ एमाइलेज एक्टिभिटी क्लिन्जेस द डायग्नोसिस। एमाइलेज र लाइपेजको एक्टिभिटी चाहिँ 3 fold इन्क्रिज हुन्छ। रिटर्न टु द नर्मल इन 1 week। 1 weekमा रिटर्न हुन्छ। एन्ड नो गट पर्फोरेसन्स एन्ड इन्फेक्सन। गटको पर्फोरेसन र इन्फेक्सन हुनु भएन। एन्ड इन्क्रिज ट्रिप्सिनोजिन लाइपेज प्याङ्क्रियाटिक आइसो एमाइलेज है त। इमेजिङ मोडालिटीमा चाहिँ हामीले अल्ट्रासाउन्ड अफ हेपाटोबिलियरी सिस्टम गर्न सक्छौँ। मोस्ट युजफुल इनिसियल टेस्ट हो अल्ट्रासाउन्ड भनेको फर गल स्टोन इटियोलोजीको लागि। एन्ड कन्ट्रास्ट इन्हेन्स सिइसिटी अफ एब्डोमिन। इमेजिङ मोडालिटी अफ चोइस फर डायग्नोसिस स्टेजिङ एन्ड डिटेक्सन्स अफ कम्प्लिकेसन्स अफ एक्युट प्याङ्क्रियाटाइटिस। नाउ सिटी एब्डोमिन अफ नेक्रोटाइजिङ प्याङ्क्रियाटाइटिसको लागि चाहिँ हामीले सिटीबाट चाहिँ हामीले एसेसिङ सिभिरिटीले एसेस यो चाहिँ हामीले सिटी फाइन्डिङ है त प्याङ्क्रियाटाइटिसको। अब हामीले चाहिँ सिभिरिटीले कसरी हामीले सिभिरिटी एसेस गर्न सक्छौँ भनेर हामीले फ्रिक्वेन्टली सोधिरहेको क्वेसन हो एमएक्यूमा। सो हामीले फर्स्ट चाहिँ रेन्सन क्राइटेरिया है त। रेन्सन क्राइटेरिया छ। मोडिफाइड बिसोप भन्ने छ। बिसोप क्राइटेरिया भन्ने छ। त्यसपछि एटलान्टा रेन्सन त यो भइहाल्यो। त्यसपछि आपाचे भन्ने छ होइन। त्यसपछि जिसिएस स्केल भन्ने छ। यो तपाईँहरूले हेर्नु होला डिटेलमा। बट आज हामी चाहिँ रेन्सन क्राइटेरिया इम्पोर्टेन्ट छ। सो रेन्सन क्राइटेरियाको बारेमा डिटेलली हेर्नेछौँ। Severity of acute pancreatitis is determined by the existence of certain criteria called Ranson criteria. The more criteria meet by the patient, the more severe the episode of pancreatitis. अब रेन्सन क्राइटेरियामा के पर्छ? अन एडमिसनको टाइममा चाहिँ एज मोर देन 55 इयर, डब्लुबिसी मोर देन 16,000, एलडिएच मोर देन 600 युनिट पर लिटर, एन्ड एएसटी भनेको चाहिँ मोर देन 120 हुन्छ होइन। ग्लुकोजको लेभल चाहिँ मोर देन 10 मिलिमोल पर लिटर हुन्छ। और मोर देन 180 mg पर डेसिलिटर पनि हुनसक्छ। न विदिन 48 आवरमा के हुन्छ? हेमाटोक्रिट फल मोर देन 10% फल हुन्छ। युरिया राइज हुन्छ मोर देन 0.9 मिलिमोल पर लिटर। क्याल्सियम चाहिँ लेस देन 2 मिलिमोल हुन्छ। अक्सिजन पार्सल प्रेसर अफ अक्सिजन लेस देन 60 mmHg। बेस डिफिसिट मोर देन 4 हुन्छ। फ्लुइड सिक्वेस्ट्रेसन चाहिँ मोर देन 6 लिटर हुन्छ। सो यो चाहिँ याद गर्नुपर्छ है। यो चाहिँ याद गर्नुपर्छ। एसक्यूमा चाहिँ सोधिराखेको हुन्छ। अब सर्जरीको बेली एन्ड लभमा स्लाइटली डिफ्रेन्ट छ। अन एडमिसनको लागि चाहिँ एज मोर देन 55 इयर, डब्लुबिसी 1600 सेल पर क्युबिक एमएम, ब्लड ग्लुकोज चाहिँ मोर देन 10 मिलिमोल पर लिटर और मोर देन 180 mg पर डेसिलिटर। एलडिएच चाहिँ मोर देन 700 युनिट पर लिटर। एएसटी चाहिँ मोर देन 250 सिग्मा फ्र्याङ्केल युनिट पर्सेन्टेज। विदिन 48 आवरमा चाहिँ ब्लड युरिया नाइट्रोजन इन्क्रिज 5% mg पर्सेन्टेज।
arterial partial pressure of oxygen less than 60 mmHg, serum calcium less than 2 millimole per liter, base deficit more than 4 millimole per liter, and fluid sequestration more than 6 liter. यो चाहिँ सर्जरीको ब्रिलियन्ट लगभग है त। न अब रेन्सन क्राइटेरियाको प्रोग्नोसिस भनेको मोर्टालिटी कोरिलेट विथ नम्बर अफ क्राइटेरिया 0 to 2 मा छ भने चाहिँ 1% हुन्छ, 3 to 4 15%, 5 to 6 कति हुन्छ 5 to 6 40% हुन्छ भने 7 to 8 100% हुन्छ। सो यो रेन्सन क्राइटेरिया जति धेरै भयो त्यति नै के हुन्छ प्रोग्नोसिस चाहिँ ब्याड हुन्छ। कम्प्लिकेसन अब प्याङ्क्रियाटाइटिसको कम्प्लिकेसनहरू के हुन्छ यो पनि एसइक्यू पोइन्ट अफ भ्यूले डिटेलमा याद हुनुपर्छ। कम्प्लिकेसन्स अफ प्याङ्क्रियाटाइटिस भनेको चाहिँ सिस्टमिकमा के हुन्छ मोर कमन इन फर्स्ट विकमा हुन्छ। सिस्टमिक कम्प्लिकेसन भने लोकल कम्प्लिकेसन आफ्टर फर्स्ट विकमा हुन्छ। सो सिस्टमिक कम्प्लिकेसन मा के पर्छ त कार्डियोभास्कुलर सिस्टममा चाहिँ सक एरिथमिया प्रेजेन्ट हुन्छ, पल्मोनरी सिस्टममा एआरडिएस एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम हुन्छ, रेनल फेलियर है त रेनल फेलियर हुने चान्स हुन्छ, हेमाटोलोजिकलमा चाहिँ डिआइसी डिसिमिनेटेड इन्टरभास्कुलर कोगुलेसन पर्छ, मेटाबोलिकमा चाहिँ हाइपोक्याल्सिमिया हाइपरग्लाइसिमिया एन्ड हाइपरलिपिडिमिया हुन्छ, जिआईमा चाहिँ इलियस हुन्छ है त इलियस हुन्छ, न्युरोलोजिकलमा चाहिँ भिजुअल डिस्टर्बेन्सेस हुन्छ, कन्फ्युजन इरिटेबिलिटी इन्सिफेलोप्याथी हुन्छ भने मिसलिनियसमा चाहिँ सबक्युटिनियस फ्याट नेक्रोसिस आर्थ्राल्जिया प्रेजेन्ट हुन्छ। अब लोकल कम्प्लिकेसन आफ्टर 1 विकमा के हुन्छ त पेरिप्याङ्क्रियाटिक फ्लुइड कलेक्सन प्रेजेन्ट हुन्छ, स्टेरियल प्याङ्क्रियाटिक नेक्रोसिस, इन्फेक्टेड प्याङ्क्रियाटिक नेक्रोसिस, प्याङ्क्रियाटिक एब्सेस प्रेजेन्ट हुन्छ, प्याङ्क्रियाटिक स्युडोसिस हुन्छ, प्याङ्क्रियाटिक एसाइटिस प्लुरल इफ्युजन हुने चान्स हुन्छ, पोर्टल एन्ड स्प्लिनिक भेन थ्रोम्बोसिस लिडिङ टु भेरिसेल ब्लिडिङ हुन्छ एन्ड सुडो एन्युरिजम प्रेजेन्ट हुन्छ है त। सो यो भयो सिस्टमिक र लोकल कम्प्लिकेसन्स अफ प्याङ्क्रियाटाइटिस। लोकल कम्प्लिकेसन भनेको चाहिँ पेरिप्याङ्क्रियाटिक इन्फ्लामेसन प्रेजेन्ट हुन्छ, प्याङ्क्रियाटिक इडिमा प्रेजेन्ट हुन्छ, फ्लुइड कलेक्सन हुन्छ। अब लोकल कम्प्लिकेसन कन्टिन्यू गर्ने छ। पेरिप्याङ्क्रियाटिक फ्लुइड कलेक्सन भनेको चाहिँ 50% पेसेन्टमा हुन्छ, इनिसियल्ली इल डिफाइन्ड हुन्छ, युजुअली म्यानेज कन्जर्भेटिभली। स्युडोसिस पनि हुन्छ एन्ड प्याङ्क्रियाटिक नेक्रोसिस हुन्छ। स्युडोसिस्ट भनेको चाहिँ यो हामीलाई एमएक्यूमा क्वेसन पछि लास्टको केसमा चाहिँ स्युडोसिस राखेर सोधिराखेको हुन्छ। स्युडोसिस्ट भनेको चाहिँ अ सिस्टिक क्याभिटी बाउन्ड टु द प्याङ्क्रियास बाई इन्फ्लामेटरी टिस्यू वाल ल्याक एन्ड एपिथेलियल लाइनिङ कन्सिस्टिङ अफ फाइब्रस ग्रानुलेसन टिस्यू, डिसअप्सन्स अफ द प्याङ्क्रियाटिक डक्ट एन्ड एक्स्ट्रा भ्यासेक्सन्स अफ द इन्जाइमेटिक फ्लुइड, कन्टेन्ट प्याङ्क्रियाटिक जुस एन्ड एमाइलेसिस फ्लुइड हुन्छ। ओरिजिन अफ प्याङ्क्रियाटिक स्युडोसिस्ट है त अब यो हामीलाई एमसिक्यूमा सोध्न सक्छ। सो प्याङ्क्रियाटिक स्युडोसिस मोस्ट कमनली हेड रिजनमा 50% चाहिँ हेड रिजनमा ओरिजिन हुन्छ भने बोडीमा चाहिँ ओन्ली 30% हुन्छ, टेलमा चाहिँ 20% हुन्छ। सो मोस्ट कमन कुनमा हुन्छ भनेर हामीलाई एमसिक्यू सोध्छ। स्युडोसिस चाहिँ केमा हुन्छ हेड रिजनमा प्रेजेन्ट हुन्छ 50%, हाफ पर्सेन्ट चाहिँ कहाँ हुन्छ हेड रिजनबाट ओरिजिन हुन्छ। स्युडोसिस्ट है एज यु क्यान एप्रिसिएटेड इन दिस पिक्चर दिस वान इज स्युडोसिस। स्युडोसिस किन भनेको एपिथेलियल लाइनिङ हुँदैन त्यही भएर स्युडोसिस्ट भनेको, वाल ल्याक अफ एन एपिथेलियल लाइनिङ त्यही भएर हामीले स्युडोसिस्ट भन्छौँ। स्युडोसिस्ट भनेको चाहिँ मोस्ट आर एसिम्प्टोमेटिक हुन्छ, एब्डोमिनल पेन बोइल अब्स्ट्रक्सन प्रेजेन्ट हुन्छ, भास्कुलर अक्लुजन फिस्टुला फर्मेसन हुन्छ भने स्युडो एन्युरिजम जिआई ब्लिडिङ एसाइटिस पनि हुनसक्छ, प्लुरल इफ्युजन हुनसक्छ है त। अब कमन कम्प्लिकेसन्स अफ एक्युट प्याङ्क्रियाटाइटिसको पल्मोनरीमा चाहिँ एडलेक्टेसिस प्लुरल इफ्युजन एआरडिएस हुन्छ, कार्डियोभास्कुलरमा कार्डियोजेनिक सक हुन्छ, मेटाबोलिकमा चाहिँ मेटाबोलिक एसिडोसिस प्रेजेन्ट हुन्छ, हाइपोक्याल्सिमिया अल्टर ग्लुकोज मेटाबोलिजम, हेमाटोलोजिकलमा चाहिँ डिआइसी र जिआई ब्लिडिङ हुन्छ, रेनलमा चाहिँ प्रिरेनल फेलियर हुन्छ। रेनल फेलियर 3 टाइपको छ नि त होइन, प्रिरेनल रेनल र पोस्ट रेनल गरेर। सो प्रिरेनल चाहिँ एक्युट प्याङ्क्रियाटाइटिसले गराउँछ। म्यानेजमेन्ट कसरी गर्ने एक्युट प्याङ्क्रियाटाइटिसको, नो फुड ओर नो ड्रिङ्क है त, निल पर ओरल र नो ड्रिङ्क पनि खानु नै हुँदैन। सो फ्लुइड म्यानेजमेन्ट गर्ने, न्युट्रिसनल सपोर्ट गर्ने, गडलाई चाहिँ रेस्ट राख्नुपर्छ, निल पर ओरलमा राख्ने एन्ड टोटल प्यारेन्टेरल न्युट्रिसन दिने, पेन म्यानेजमेन्ट गर्ने एन्ड सपोर्टिङ अदर अर्गन सिस्टमलाई पनि हामीले एसेस गर्नुपर्छ। पेन म्यानेजमेन्टको लागि हामीले अफोइड चाहिँ दिँदैनौँ है त, अफोइड मर्फिनहरू दिँदैनौँ किनकि त्यसले एग्राभेटेड गराउँछ कन्ट्र्याक्सनले एन्ड त्यसले गर्दाखेरि फर्दर साइन सिम्पटमहरू एग्राभेटेड हुन्छ। ट्रिटमेन्टको लागि चाहिँ हामीले एडमिसन टु आइसियुमा एडमिट गर्नुपर्छ, एनाल्जेसिया दिने, एग्रेसिभ फ्लुइड रिहाइड्रेसन गर्ने, अक्सिजिनेसन
मेन्टेन गर्ने, मोर देन 95% हुनुपर्छ SpO2, इन्भेजिभ मोनिटरिङ अफ भाइटल साइन, सेन्ट्रल भेनस प्रेसर, युरिन आउटपुट, ब्लड ग्यासेस गर्ने मोनिटर गरिराख्ने, फ्रिक्वेन्ट मोनिटरिङ अफ हेमाटोलोजिकल एन्ड बायोकेमिकल प्यारामिटर इन्क्लुडिङ लिभर, रेनल फङ्सन, प्रोटिन, सेरम क्याल्सियम, ब्लड ग्लुकोज लेभल चाहिँ हामीले मोनिटरिङ गरिराख्नुपर्छ। अब नेजोग्यास्ट्रिक ड्रेनेज गर्न सकिन्छ। एन्टिबायोटिक प्रोफाइल्याक्सिस क्यान बी कन्सिडर इफ के गर्ने, एन्टिबायोटिक प्रोफाइलाइसिसमा चाहिँ हामीले इमिपेनम र सेफुरोक्सिम दिन सकिन्छ। इमिपेनम कार्बोप्रेनमले चाहिँ टिस्युलाई होइन मेटाबोलिजम चाहिँ प्याङ्क्रियासमा राम्रो हुन्छ। सो इमिपेनम र सेफुरोक्सिम चाहिँ हामीले दिन सकिन्छ। सिटी स्क्यान इसेन्सियल इफ अर्गन फेलियर भयो भने सिटी स्क्यान गर्ने, क्लिनिकल डिटोरिएसन्स ओर साइन अफ सेप्सिस डेभलप गर्न सकिन्छ। ERCP विदिन 72 आवर 2 डेमा गर्ने इफ सिभियर गल स्टोन प्याङ्क्रियाटाइटिस ओर साइन अफ द कोलिएन्जाइटिस प्रेजेन्ट छ भने। सपोर्टिभ थेरापीमा फर अर्गन फेलियर इफ इट डेभलप आइनोट्रोप भेन्टिलेटरी सपोर्ट गर्ने, हेमोफिल्ट्रेसन गर्ने। इफ न्युट्रिसनल सपोर्ट इज रिक्वायर्ड कन्सिडर इन्टेरल नेजोग्यास्ट्रिक फिडिङ, सिटी गर्ने, ERCP गर्ने, इन्डोस्कोपिक रेट्रोग्रेड कोलेन्जु प्याङ्क्रियाटिकोग्राफी ERCP पनि भन्छ। एन्ड हाई डिपेन्डेन्सी युनिट आइसियुमा चाहिँ हामीले मोनिटर गर्ने। अब ड्रगमा चाहिँ एन्टिबायोटिक दिने इफ नेक्रोटाइजिङ प्याङ्क्रियाटाइटिस छ भने मात्रै हामीले एन्टिबायोटिक दिने हो। सर्जरीमा चाहिँ हामीले इन्फेक्टेड नेक्रोटिक टिस्यु एन्ड इन्फेक्टेड कलेक्सन फ्लुइड भयो भने हामीले सर्जरी गर्ने। सो यति कन्सेप्ट क्लियर भइसकेपछि हामी फर्दर हामी स्ट्यान्डर्ड नोटबाट हेरेर यसलाई ऱ्यापिड रिकल गरेर यसलाई क्लोज गर्नेछौँ। एक्युट प्याङ्क्रियाटाइटिस इज अ सडन इन्फ्लामेसन्स अफ द प्याङ्क्रियास। इट रेन्जेस फ्रम माइल्ड सेल्फ लिमिटिङ डिजिज टु सिभियर लाइफ थ्रेटनिङ सिस्टमिक कम्प्लिकेसन। डायग्नोसिसको लागि चाहिँ 3टा क्राइटेरियाहरू छ, 3टा मध्ये 2टा भयो भने डायग्नोसिस हुन्छ। फर्स्ट वान इज सिभियर इपिग्यास्ट्रिक पेन रेडिएटिङ टु द ब्याक, सेरम एमाइलेज एन्ड लाइपेज मोर देन 3 times अपर लिमिट अफ नर्मल। एन्ड इमेजिङ फाइन्डिङमा चाहिँ सिटी, MRI, अल्ट्रासोनोग्राफी कन्सिस्ट अफ एक्युट प्याङ्क्रियाटाइटिस हुनु पर्यो। यो 3टा क्राइटेरियामा 2टा प्रेजेन्ट भयो भने के हुन्छ, एक्युट प्याङ्क्रियाटाइटिस हुन्छ। इटियोलोजी भनेको मेकानिकल कजेसमा चाहिँ गल स्टोन पर्छ, मोस्ट कमन कजेस हो गल स्टोन, मेकानिकल कजेस होइन। त्यसपछि ERCP इन्ड्युस इन्जुरी एन्ड ट्रमा पर्छ भने मेटाबोलिक कजेसमा चाहिँ अल्कोहल, मेटाबोलिक कजेसमा चाहिँ अल्कोहल चाहिँ सेकेन्ड मोस्ट कमन हो है त। सो मेडिसिनमा चाहिँ अल्कोहल कमन छ, सर्जरीमा चाहिँ गल स्टोन कमन छ भनेर कति बुकमा लेखेको छ। सो डोन्ट बी कन्फ्युज। अल्कोहल एबिस है त, मेटाबोलिक कजेसमा अल्कोहल एबिस, हाइपरटाइग्लिसिडेमिया मोर देन 1000 mg/dL एन्ड हाइपरक्याल्सिमिया। टक्सिक कजेसमा चाहिँ ड्रग एजाथायोप्रिन, सल्फोनामाइड, स्ट्रोजन प्रेजेन्ट हुन्छ, स्कोर्पियन स्ट्रिङले गर्दाखेरि हुन्छ। इन्फेक्सियस कजेसमा चाहिँ भाइरल, मम्स, कोक्सेकी भाइरस हुन्छ। प्यारासाइटमा चाहिँ एस्केरिस लुम्ब्रिकोइड्स। सो स्ट्रक्चरल एब्नर्मालिटीमा चाहिँ प्याङ्क्रियाटिक डेभिजम, स्पिन्टर अफ ओडाई डिस्फङ्सन हुन्छ भने। अटो इम्युन कन्डिसनमा चाहिँ अटो इम्युन प्याङ्क्रियाटाइटिस हुन्छ। प्याथोफिजियोलोजी भनेको इनिसिएटिङ फ्याक्टर लिड टु प्रिमेच्योर एक्टिभेसन्स अफ द प्याङ्क्रियाटिक इन्जाइम इनसाइड द प्याङ्क्रियास, जसले गर्दाखेरि चाहिँ ट्रेप्सिन एक्टिभेसन भएर टेक्सिन एक्टिभेसन ट्रिगर अटो डाइजेसन, इन्फ्लामेसन एन्ड टिस्यु इन्जुरी गराउँछ। सिस्टमिक इन्फ्लामेटरी रेस्पोन्स लिड टु कम्प्लिकेसन लाइक मल्टी अर्गन फेलियर। अब गल स्टोन, इथानोल, ERCP, आइडियोप्याथिक ड्रग, अटो इम्युन प्याङ्क्रियाटाइटिस, एनाटोमिक अब्स्ट्रक्सन भयो भने प्याङ्क्रियाटिक इन्जुरी हुन्छ। TNF अल्फा र इन्टरल्युकिन 1 रिलिज हुन्छ। एन्ड इन्फ्लामेटरी क्यास्केड रिलिज हुन्छ, इन्टरल्युकिन 2, इन्टरल्युकिन 6, 8, इन्टरल्युकिन 10, ब्राडिकाइनिन, जसले गर्दाखेरि चाहिँ के हुन्छ, सिस्टमिक इन्फ्लामेटरी रेस्पोन्स सिन्ड्रोम हुन्छ SIRS। एन्ड मल्टी अर्गन डिस्फङ्सन सिन्ड्रोम हुन्छ, जसले गर्दाखेरि के हुन्छ, डेथ हुन्छ। अब क्लिनिकल फिचर अफ प्याङ्क्रियाटाइटिसमा चाहिँ सिम्पटममा के हुन्छ, सिभियर इपिग्यास्ट्रिक पेन हुन्छ, रेडिएटिङ टु द ब्याक एन्ड टिप अफ द लेफ्ट सोल्जर, नाउजिया एन्ड भोमिटिङ प्रेजेन्ट हुन्छ, फिभर एन्ड एनोरेक्सिया एग्राभेटेड बाई इटिङ, रिलिफ बाई बेन्डिङ फरवर्ड। सो यो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट छ, यो हलमार्क साइन है त, बेन्डिङ फरवर्ड गर्दाखेरि चाहिँ रिलिफ हुन्छ भन्ने। प्रेइङ साइन पनि भन्छ, मोहम्मद प्रेइङ साइन पनि भन्छ। साइनमा चाहिँ ट्याकिकार्डिया, फिभर, हाइपोटेन्सन प्रेजेन्ट हुन्छ, एब्डोमिनल टेन्डरनेस विथ गार्डिङ एन्ड ग्रे टर्नर साइन हुन्छ, फ्ल्याङ्क इकाइमोसिस। ग्रे टर्नर साइन भनेको फ्ल्याङ्क रिजनमा इकाइमोसिस भयो भने, एन्ड कुलिन साइन भनेको चाहिँ पेरी अम्लाइकल इकाइमोसिस भयो भने सिभियर केसेसमा हुन्छ।
Severity assessment in acute pancreatitisको लागि severity assessment is crucial that management र patient outcomeलाई assess गर्नलाई हेल्प गर्छ. Scoring system like ransom criteria र FHA2 are widely used हुन्छ. Ransom criteria चाहिँ predict severity based on clinical and laboratory parameter. Separate criteria for acute pancreatitis not due to gallstone, acute gallstone pancreatitis. So यसले चाहिँ गलस्टोनले गर्दाखेरि pancreatitis भयो भने छुट्टै क्राइटेरिया छ एन्ड विदाउट गलस्टोन प्रेजेन्ट भयो भने छुट्टै क्राइटेरियाहरू छ है त. सो यो हामीले अलरेडी हेरिसकेको छौँ. हामी अब हामी इन्भेस्टिगेसनमा जानेछौँ. इन्भेस्टिगेसनमा चाहिँ ल्याबोरेटरी इन्भेस्टिगेसनमा सेरम एमाइलेज एन्ड लाइपेज हेर्ने. इलिभेटेड हुन्छ, लाइपेज के हुन्छ मोर स्पेसिफिक हुन्छ. एन्ड कम्प्लिट ब्लड काउन्टमा चाहिँ के हुन्छ ल्युकोसाइटोसिस हुन्छ, डब्लुबिसीको काउन्ट चाहिँ बढेको हुन्छ. लिभर फङ्सन टेस्टमा एलएफटी गर्दाखेरि चाहिँ इलिभेटेड इफ बिलियरी अब्स्ट्रक्सन इज प्रेजेन्ट. सेरम क्याल्सियम लो इन सिभियर केसेस. सी रिएक्टिभ प्रोटिन मार्कर फर इन्फ्लामेसन. इमेजिङ स्टडीमा के गर्न सकिन्छ, अल्ट्रासोनोग्राफी गर्ने, युएसजी गर्ने. फर्स्ट लाइन इमेजिङ हो फर गलस्टोन एन्ड प्याङ्क्रियाटिक इन्फ्लामेसन. सिटी स्क्यान गर्ने, सिसिटी गोल्ड स्ट्यान्डर्ड टु एसेस प्याङ्क्रियाटिक नेक्रोसिस एन्ड कम्प्लिकेसन. एमआरसिपी एन्ड एआरसिपी गर्न सकिन्छ फर बिलियरी ओर प्याङ्क्रियाटिक डक्ट अब्स्ट्रक्सन एन्ड इभ्यालुएसनको लागि. अब म्यानेजमेन्ट अफ एक्युट प्याङ्क्रियाटाइटिसलाई कसरी म्यानेजमेन्ट गर्ने. जेनरल मेजरमा चाहिँ निल पर ओरल राख्ने, किनकि प्याङ्क्रियासले रेस्ट राख्नु पऱ्यो नि त. निल पर ओरल रेस्ट द प्याङ्क्रियासलाई के गर्ने रेस्ट दिने. आइभी फ्लुइड दिने. एग्रेसिभ रिहाइड्रेसन टु प्रिभेन्ट सकलाई प्रिभेन्ट गर्नको लागि के गर्ने आइभी फ्लुइड दिनुपर्छ, एग्रेसिभली दिनुपर्छ है त. पेन कन्ट्रोल गर्ने. एनसेड ओर अफोइड लाइक मर्फिन प्रायः दिँदैन. मर्फिनले गर्दाखेरि चाहिँ एग्राभेटेड हुनसक्छ, प्याङ्क्रियाटिक कन्ट्र्याक्सन हुनसक्छ. सो एनसेडहरू दिएर म्यानेजमेन्ट गर्ने. करेक्सन्स अफ इलेक्ट्रोलाइटलाई करेक्ट गर्नु पऱ्यो. हाइपोक्याल्सिमिया र हाइपोक्यालेमियालाई चाहिँ हामीले मेन्टेन गर्नुपर्छ, मोनिटरिङ गर्नुपर्छ. एन्ड स्पेसिफिक ट्रिटमेन्टमा चाहिँ गलस्टोन प्याङ्क्रियाटाइटिस प्रेजेन्ट छ भने इआरसिपी गर्नुपर्छ टु रिलिभ अब्स्ट्रक्सन. कोलिसिस्टेक्टोमी आफ्टर स्टेबलाइजेसन. इन्फेक्सन र सेप्सिसको लागि चाहिँ एन्टिबायोटिक फर इन्फेक्टेड नेक्रोसिस ओर एप्सिस एन्ड पर्क्युटिनियस सर्जिकल ड्रेनेज फर फ्लुइड कलेक्सन. अब एक्युट कम्प्लिकेसन्स अफ एक्युट प्याङ्क्रियाटाइटिस के हुन्छ त. लोकल कम्प्लिकेसनमा चाहिँ टाइमलाइन लेस देन 4 विकमा पेरिप्याङ्क्रियाटिक फ्लुइड कलेक्सन हुन्छ. एन्ड मोर देन इन्टेस्टिसियल प्याङ्क्रियाटाइटिस भयो भने मोर देन 4 विकमा प्याङ्क्रियाटिक स्युडोसिस्ट फर्मेसन हुन्छ. एन्ड नेक्रोटाइजिङ प्याङ्क्रियाटाइटिस हुन्छ है त. एक्युट नेक्रोटिक कलेक्सन हुन्छ लेस देन 4 विकमा भने वाल अफ नेक्रोसिस हुन्छ मोर देन 4 विकमा. अब सिस्टमिक कम्प्लिकेसनमा पल्मोनरी सिस्टममा, रेस्पिरेटरी सिस्टममा एआरडिएस एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम, प्लुरल इफ्युजन प्रेजेन्ट हुन्छ. रेनलमा चाहिँ एक्युट किडनी इन्जुरी हुन्छ. कार्डियोभास्कुलरमा के हुनसक्छ हाइपोभोलिमिक सक प्रेजेन्ट हुनसक्छ. एन्ड मेटाबोलिकमा चाहिँ हाइपरग्लाइसिमिया र हाइपोक्याल्सिमिया हुन्छ. हाइपरग्लाइसिमिया किन हुन्छ भने बिटा सेल डिस्ट्रक्सन हुन्छ. बिटा सेल के हुन्छ डिस्ट्रक्सन हुन्छ, जसले गर्दाखेरि चाहिँ इन्सुलिन सेक्रेट हुँदैन. इन्सुलिन सेक्रेट नभएपछि ग्लुकोजको लेभल ब्लडमा के हुन्छ हाई हुन्छ. त्यसले गर्दाखेरि हाइपरग्लाइसिमिया हुन्छ एन्ड हाइपोक्याल्सिमिया चाहिँ सेफोनिफिकेसन है त. सेफोनिफिकेसन अफ द फ्याटले गर्दाखेरि हुन्छ. अब प्याङ्क्रियाटिक स्युडोसिस्टको बारेमा हामीलाई सर्जरीको एमएक्यूमा लास्टको 5 to 10 मार्क्सको क्वेसनमा के सोध्छ भने हामीलाई प्याङ्क्रियाटिक स्युडोसिस्टको क्लिनिकल फिचर सोधेर. क्लिनिकल फिचर के हुन्छ भने एब्डोमिनल मास प्रेजेन्ट छ, पाल्पेबल एन्ड पर्सिस्टेन्ट छ, प्लस ग्यास्ट्रिक आउटलेट अब्स्ट्रक्सनको छ भनेर हामीले यो केस बनाएर हामीले एमएक्यूमा सोध्छ. सो प्याङ्क्रियाटिक स्युडोसिस्टको पनि हामी स्लाइडली ब्रिफली हेर्नेछौँ. सो प्याङ्क्रियाटिक स्युडोसिस्ट भनेको चाहिँ स्युडोसिस्ट इज फ्लुइड फिल कलेक्सन सराउन्डेड बाई फाइब्रस क्याप्सुल एन्ड ल्याकिङ अ ट्रु इपिथेलियल लाइनिङ. स्युडोसिस्ट भनेको चाहिँ ट्रु इपिथेलियल लाइनिङ नभएर हो. इट क्यान अकर इन एक्युट प्याङ्क्रियाटाइटिस मोर देन 4 विक पिरियडमा हुन्छ. इन क्रोनिक प्याङ्क्रियाटाइटिसमा पनि प्रेजेन्ट हुन्छ. अब कजेस अफ प्याङ्क्रियाटिक स्युडोसिस्टको कजेसहरू चाहिँ मेजरली 3 टाइपको तीवटा कजेसहरू छ. एक्युट प्याङ्क्रियाटाइटिस कमनली इन केसेस अफ इन्टेस्टिसियल प्याङ्क्रियाटाइटिसको कन्डिसनमा हुन्छ. क्रोनिक प्याङ्क्रियाटाइटिस अफन एसोसिएटेड विथ अल्कोहल एन्ड गलस्टोन एन्ड ट्रमा टु द प्याङ्क्रियास. प्याङ्क्रियासको ट्रमा भयो भने पनि के हुन्छ पेरिप्याङ्क्रियाटिक स्युडोसिस फर्मेसन हुन्छ. क्लिनिकल फिचरमा चाहिँ एब्डोमिनल मास प्रेजेन्ट हुन्छ, पाल्पेबल र पर्सिस्टेन्ट प्रेजेन्ट हुन्छ. सिम्पटम अफ ग्यास्ट्रिक आउटलेट अब्स्ट्रक्सन हुन्छ, जस्तै नौजिया, भोमिटिङ एन्ड फुलनेस आफ्टर मिल हुन्छ भने पेन हुन्छ ड्यु टु कम्प्रेसन्स अफ द एडजेसेन्ट स्ट्रक्चर.
कम्प्लिकेसन के हुनसक्छ, इन्फेक्सन हुनसक्छ, जसले गर्दाखेरि चाहिँ एब्सेस फर्मेसन हुन्छ, रप्चर क्यान कज पेरिटोनाइटिस, स्युडोसिस रप्चर भयो भने के गर्छ, पेरिटोनाइटिस गर्छ, इन्फ्लामेसन्स अफ द पेरिटोनियम, अनि हेमोरेज भयो भने ड्यु टु हेमोरेज हुनसक्छ, ड्यु टु इरोजन इन्टु द भेसल, भास्कुलर थ्रोम्बोसिस पनि हुनसक्छ। र अब इन्भेस्टिगेसनको लागि चाहिँ सिसिटी गर्ने हो, कन्ट्रास्ट इन्हेन्स सिटी, बेस्ट मोडालिटी फर इभ्यालुएटिङ साइज, लोकेसन्स एन्ड कम्प्लिकेसन्स अफ द स्युडोसिस, प्याङ्क्रियाटिक स्युडोसिस। र एमआरसिपी र इआरसिपीबाट चाहिँ डक्ट कम्युनिकेसन एसेस गर्न सकिन्छ। म्यानेजमेन्ट कसरी गर्ने त, म्यानेजमेन्टको लागि एसिम्प्टोमेटिक स्युडोसिस प्रेजेन्ट छ भने कन्जर्भेटिभ म्यानेजमेन्ट गर्ने हो, फर अप टु 6 to 8 week टु अलो स्पोन्टेनियस रिजोल्युसन्स। सिम्प्टोमेटिक स्युडोसिस प्रेजेन्ट छ भने पर्क्युटिनियस ड्रेनेज गर्ने, इन्डोस्कोपिक ड्रेनेज गर्ने, युजिङ इन्डोस्कोपिक अल्ट्रासाउन्ड गाइडेन्स गर्न सकिन्छ भने सर्जिकल ड्रेनेजको लागि इन्डिकेटेड इफ इन्डोस्कोपिक और पर्क्युटिनियस मेथड फेल भयो भने। सो द्याट्स इट। आफ्टर वाचिङ दिस भिडियो तपाईँहरूले चाहिँ डेभिडसन मेडिसिनको लागि डेभिडसन एन्ड सर्जरीको लागि चाहिँ बेली एन्ड लभबाट डिटेलमा पढ्नु होला। दिस इज भेरी भेरी इम्पोर्टेन्ट टपिक। एन्ड इफ कुनै कन्फ्युजन भयो, कुनै डाउट भयो भने होप यो भिडियो बनाउँदै गर्दाखेरि कुनै कुराहरूमा कन्फ्युज हुनसक्छ, त्यसको लागि कमेन्ट गर्नु होला, कमेन्टमा लेख्नु होला, अनि म फर्दर क्वेसनहरू चाहिँ क्लियर गर्नेछु। सो इफ यु लाइक दिस भिडियो देन सब्सक्राइब माई च्यानल। ह्याप्पी लर्निङ, किप लर्निङ, अल द बेस्ट विसेस।